नमस्कार। एउटा प्रश्न सोधौँ है। छोरीको चरित्र बनाउन उसलाई संस्कार दिन कसको भूमिका होला? धेरैजसोको मुखबाट सायद आमा भन्ने जवाफ आउँछ, होइन त? तर आज हामी यही पुरानो सोचलाई अलिकति फरक कोणबाट हेर्दैछौँ। आज हामी छोरीको जीवनमा बुवाको भूमिका कति शक्तिशाली हुन्छ भन्ने कुरा खोतल्नेछौँ। हो, यही हो हाम्रो आजको मूल प्रश्न। के छोरीलाई असल बनाउने, उसलाई संस्कार दिने सबै जिम्मा आमाको मात्रै हो त? यो त हाम्रो समाजमा एकदमै गहिरोसँग बसेको धारणा हो। ल, आज यही धारणालाई अलि गहिरिएर हेरौँ न त। सबैभन्दा पहिले त त्यही कुराबाट सुरु गरौँ जुन हामीले सधैँ सुन्दै आएका छौँ, जुन हाम्रो समाजको एउटा साझा विश्वास जस्तै बनेको छ। हो, यही त हो नि हामीले सुन्दै आएको कुरा। घरको संस्कार, छोरीको बोली व्यवहार, यी सबै कुरामा आमाकै भूमिकालाई सबैभन्दा माथि राखिन्छ। तर के यो कथाको पुरै भाग हो त, या एउटा पाटो मात्रै हो? अब यो साझा विश्वासबाट अलिकति अगाडि बढौँ र एउटा नयाँ दृष्टिकोणतिर लागौँ जसले छोरीको जीवनमा बुवाको वास्तविक प्रभाव कस्तो हुन्छ भनेर देखाउँछ। र यही हो हाम्रो आजको छलफलको सबैभन्दा महत्त्वपूर्ण कुरा। छोरीको आत्मसम्मान, उसको सेल्फ रेस्पेक्टको जग, त्यो वास्तवमा उसको बुवाले उनीसँग कस्तो व्यवहार गर्छन् भन्ने कुरामा टिकेको हुन्छ। यहाँ हेर्नुस् त, कति प्रश्न छ। आमाले छोरीलाई माया, करुणा र भावनाहरू बुझ्न सिकाउनुहुन्छ भने बुवाले चाहिँ जिम्मेवारी के हो, आफ्नो सीमा कसरी बनाउने र सबैभन्दा जरुरी कुरा, आफ्नो लागि कसरी उभिने भनेर सिकाउनुहुन्छ। दुवैको भूमिका उत्तिकै महत्त्वपूर्ण छ। ल, अब अझै गहिराइमा जाउँ। बुवाले गर्ने केही खास व्यवहारहरू र त्यसले छोरीको चरित्रमा कसरी प्रत्यक्ष असर पार्छ भन्नेबारे कुरा गरौँ। पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो, सम्मान। जब एउटा बुवाले आफ्नो छोरीसँग आदरले सम्मान दिएर कुरा गर्छन्, यो हेर्दा सानो कुरा लागे पनि यसको असर निकै ठुलो हुन्छ। र यसको परिणाम हेर्नुहोस् त कति शक्तिशाली छ। जसले आफ्नो बुवाबाट सम्मान पाएकी छे, उसले आफ्नो मूल्य बुझेकी हुन्छे र भोलि संसारमा जो कोहीले पनि उसलाई कमजोर वा तुच्छ महसुस गराउन सक्दैन। कति ठुलो कुरा हो यो। अब आउँछ दोस्रो कुरा, विश्वास। जब बुवाले छोरीलाई तिमीले गर्न सक्छौ भनेर उसको क्षमतामा विश्वास देखाउँछन् नि, त्यसले उसको मनमा गहिरो छाप छोड्छ। हो, यसको सिधा नतिजा यही हो, आत्मविश्वास। बुवाको त्यही भरोसाले छोरीलाई आफैमाथि विश्वास गर्न सिकाउँछ र यो आत्मविश्वासले त उसलाई जीवनभर साथ दिन्छ नि, होइन र? अब अर्को एउटा एकदमै महत्त्वपूर्ण जीवन कौशलतिर लागौँ। त्यो हो सीमा निर्धारण गर्न सिकाउनु, अर्थात् बाउन्ड्रिज सेट गर्न सिकाउनु। जब बुवाले छोरीलाई नाइ भन्न सिकाउँछन्, आफ्नो व्यक्तिगत स्पेसको सम्मान गर्न सिकाउँछन्, यो केवल एउटा पाठ मात्रै होइन, यो त उनलाई यो ठूलो संसारमा आफ्नो लागि एउटा सुरक्षित र सम्मानजनक ठाउँ कसरी बनाउने भनेर सिकाएको हो। अब एउटा यस्तो मनोवैज्ञानिक सिद्धान्तको कुरा गरौँ जसले बुवा-छोरीको सम्बन्धको महत्त्वलाई अझै धेरै माथि लैजान्छ। यो बुदालाई अलि ध्यान दिएर सुनौ है। यसको मतलब के हो भने, बुवाले छोरीसँग जस्तो व्यवहार गर्छन्, छोरीले पनि भविष्यमा आफ्नो जीवनसाथी वा अरू सम्बन्धहरूमा त्यस्तै व्यवहारको अपेक्षा गर्छिन्। बुवाको व्यवहार नै उनको लागि एउटा स्ट्यान्डर्ड बनिदिन्छ। ल, अब हामी लगभग अन्त्यतिर आइपुगेका छौँ। अब हामी बुवाको भूमिकालाई एउटा नयाँ र अझ गहिरो अर्थमा बुझ्ने प्रयास गर्नेछौँ। हामीले परम्परादेखि बुवालाई घरको रक्षक वा संरक्षक भनेर हेर्दै आयौँ। यो गलत होइन, तर यो भूमिका यतिमा मात्रै सीमित छैन। यो त त्योभन्दा धेरै फराकिलो छ। र यही नै हो आजको हाम्रो छलफलको सार। बुवा केवल एक प्रोटेक्टर होइनन्, उनी छोरीको आत्मसम्मान, आत्मविश्वास र बलियो चरित्र बनाउने एक सक्रिय निर्माता हुन्, अ क्यारेक्टर बिल्डर। आजको लागि यही प्रश्नसँगै बिदा लियौँ। एकछिन सोचौँ त, यदि हामीले बुवाको भूमिकालाई रक्षकबाट चरित्र निर्माताको रूपमा हेर्न थाल्यौँ भने यसले हाम्रो परिवारमा, हाम्रो समाजमा कस्तो ठूलो र सकारात्मक परिवर्तन ल्याउन सक्छ होला। सोच्नुहोला है।